नमस्ते साथीहरू। आज चाहिँ शनिबारको दिनमा चाहिँ हामी एकदम रमाइलो गर्नको लागि फेरि नयाँ भिडियो जोस जागरका साथ हामी मनाङ जिल्लामा आइसकेका छौँ। हामी मेरो पछाडि चाहिँ साथीहरू पनि हुनुहुन्छ, आफ्नो तालमा हुनुहुन्छ। ल साथी यता हेर्नुहोस् है, हेलो भन्नुहोस् त सबैले। हो निराजन यता हेर। ल फाइनल्ली हामी चाहिँ अहिले कहाँ आएका छौँ भनेपछि मनाङ जिल्लाको हुम्डे समुद्री सतहदेखि 3400 मिटर माथि, 3400 समथिङ 30 मिटर माथि भनौँ मैले। त्यसपछि यो ग्रिन लेकको तल आएका छौँ। माथिपट्टि देख्न सक्नुहुन्छ यो ग्रिन लेक हो, यति दामी छ। यहाँनिर तपाईँलाई म देखाउने छु ग्रिन ताल पनि छ यहाँ अगाडिपट्टि। यहाँको वातावरण अहिले मौसम चाहिँ त्यति नखुले तापनि होइन क्लियरै छ, तर प्रष्ट अझै माथि तुवानो लागिरहेछ, तर खुलेको छैन। मभन्दा पनि अगाडि यहाँ धेरै मान्छेहरू पर्यटकहरू आइसकेका छन्, तपाईँहरूलाई म देखाउने छु। यो चाहिँ मनाङ जिल्लामा पर्छ। यस्तो पर्यटकीय स्थल एकदम धेरै छ मनाङमा होइन। तपाईँहरू पनि आउने गर्नु होला होइन घुम्नुको लागि। तर छोटो समय लागि बाइकमा गाडीमा आएर काम त छैन होइन, तर सिधै तिलिजो जानको लागि आउँछन् धेरै मान्छे। तर त्यो साइडतिर हिँडेर आउनुभयो भने तपाईँलाई 2-3 महिना लाग्छ क्या घुम्नलाई। यति धेरै ठाउँ छ, एउटै ठाउँ जानलाई 4-5 दिन लाग्छ। यहाँ दिनौँ यो ग्रिन ताल हेर्नको लागि पनि मान्छेहरू पर्यटकहरू कम्तीमा 100-150 जनाहरू आइरहेको हुन्छ क्या। जस्तै अहिले पनि म तपाईँलाई देखाउँछु, यहाँ कति धेरैजना बाइकमै आउनुहुन्छ क्या। तर विदेशीहरू चाहिँ हिँडेर आउनुहुन्छ। हाम्रो नेपालीहरू प्रायः सबै बाइक गाडीहरू मात्रै आउनुहुन्छ, हिँडेर आउनु हुँदैन। तर विदेशीहरू 100मा 90% यहाँ देख्न सक्नुहुन्छ। हजुर म देखाउने छु। हामी ग्रिन लेकको तल आइसकेको छौँ। यहाँ एउटा ग्रिन ताल पनि छ, यस्तो दामी छ। माथिको हिमालको टक्क तल फोटो देखिन्छ तालमा, तर अहिले चाहिँ अब घाम लागिसकेको छ, तर देखिनु पनि सक्छ नदेखिनु पनि सक्छ। यहाँ एकदम धेरै पर्यटकीय स्थलको उमा पनि हेरिन्छ, धेरै मान्छेहरू आउनुहुन्छ। म तपाईँलाई देखाउँछु, देख्न सक्नुहुन्छ यसरी आउनुभएको छ विभिन्न जिल्ला ठाउँदेखि। यसो गाडीमा आउनुहुन्छ। यो चाहिँ मेरो अगाडिपट्टि रहेको ग्रिन ताल हो। यति धेरै मान्छेहरू आउनुहुन्छ है देख्नुमा एकैछिनमा, प्रायः बाइकहरूमा आउनुहुन्छ। यहाँ ठ्याक्कै माथि यो हिमाल भयो, ग्रिन लेक, यो माथिको ग्रिन लेक भइहाल्यो, यो माथिपट्टिको, यो तलपट्टिको ग्रिन ताल देख्न सक्नुहुन्छ। यो हिमालको तल छाया देखिन्छ, तर अहिले भइसकेको छ। ल यहाँनिर मेरो साथीहरू हुन्छ। हेलो के छ? ओहो भर्खर भेट्नु भयो यहाँ, धेरै खुसी लाग्यो। ओ सर के छ? ओहो निराजन सर बसन्त सर के छ? ग्रिन तालको बारेमा के छ है? के छ पुन भाइ? ल तपाईँलाई वेलकम है ग्रिन तालमा। निराजन ल खुसी लाग्यो नि, ग्रिन ताल एकदम राम्रो छ नि, यसलाई एकदम धेरै मान्छेहरू आउँछ। यो ग्रिन ताल तपाईँ देख्न सक्नुहुन्छ, माथिपट्टि हिमाल छ। ल साथीहरू यस्तो रमाइलो छ होइन, यहाँ फोटो खिच्नको लागि एकदम हतार भइरहेछ साथीहरूलाई। अब मैले डिस्टर्ब गर्दैन। यहाँ यतातिर यस्तो गरेर आउनुहुन्छ हामी बस्ने यहीँ खानको लागि। ल है साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न नबिर्सिनु होला। यही हो ग्रिन ताल। ग्रिन तालको तपाईँलाई मैले फुल भिडियो राखिदिएको छु। मलाई फलो गर्न नबिर्सिनु होला र लाइक गर्नुहोस् र नगर्नुहोस् त्यो मलाई मतलब भएन होइन। तपाईँको त्यस्तो भन्नु फलो चाहिँ गर्नुहोस् है, साथी चाहिँ भन्नुहोस् है। धन्यवाद। ल अर्को भिडियो भेटौँला।